ल आज फेरि गाइज म ड्युटीबाट आएर पोर्क थुक्पा हाम्रो धरानको यम्मी पोर्क थुक्पा बनाएर रेडी बनाएको। भेनाले त स्टार्ट पनि गरिसक्नुभयो। आज चाहिँ ठुल्ठुलो बनाएको मासु। अस्ति चाहिँ पोर्क अलिक मसिनो लाम्चे बनाएको, अहिले चाहिँ ठुल्ठुलो चाहिँ अझै खारेको सानो हुन्थ्यो नि अटोमेटिक। होइन योभन्दा बढी खाऱ्यो भने फेरि उयो हुन्छ भनेर कुरुङ क्रिस्पी हुन्छ भनेर। ड्रेस पनि चेन्ज गरेको छुइनँ, ड्युटीबाट सिधै आएर पकाएको। इयरिङ्स पनि खोलेको छुइनँ। दिदीले चाहिँ केएफसी खानुभयो। हाम्रो दिदीले, मेरो दिदीले ज्योतिले चाहिँ केएफसी खायो। म पनि खान्छु।